गुड मर्निङ एभ्रिवान साढे सबैजनालाई बाह्रमा आज नुवाकोटतिर लागेको अब नुवाकोट जाने अब टिकट काट्नु पऱ्यो होइन टिकट काट्नु पऱ्यो यहाँ सेक्युरिटी गार्ड हुनुहुन्छ अब हामी टिकट देख्न सक्नुहुन्छ गर्छ अब हामी केबल कार अब सर्ने बुटोलमा सिद्ध बाबा केबल कार यहाँ वा कमलको फुल कमलीको फुली सुन्दर आज भोलि त गाउँ जाने हो होइन आज लास्ट दिन है हामी दुईजना मात्र आएको एउटा टिकटको 400 होइन 400 आज बुधबार डिस्काउन्ट भन्ने रहेछ डिस्काउन्ट होला म चाहिँ कहिले आएको छैन त्यही भएर बाटो मिस्टेक हुनसक्छ है oh my god त कमलका फुलहरू त्यही होइन 9 इन्ची भनेर चाहिँ हामी जानु मिल्दैन हामी चाहिँ परेश हुन लागेको है डेन्जर यो मन्दिरमा यस्तो फोटोसुट हुन्छ जगत्तै टेबल कार्ड गरेर सबको माथि नुवाकोतिर बालकपुरतिर साइड अब हामी हेलिकप्टरमा छिट्टै नै चढ्ने बेला आएको छ एसी थियो सायद हामी चढ्ने भटभट नै यही होला सायद हाम्रो सम्झीहरू हामी यति बेला नुवाकोटको डाँडामा आइसकेको फर्स्ट टाइम चढेको है जस्तै बोलाल भयो है बुधबार आउनु होला बुधबार 400मा मिल्नेछ है खासै घुम्ने घन्टा हुन्छ होइन त्यही मन्दिर है टपको लक्ष्मीनारायण शाहको हात जस्तो एक हो पुरा देख्न सक्नुहुन्छ अब हामी छिटै फर्किनेछौँ भोलि हामी सब एक हौ देख्न सक्नुहुन्छ फाइनलमा चाहिँ हामी केबल कार झरेर अब कलज माथि भ्यू पोइन्टतिर जानुपर्ने हुन्छ त्यसको कारण अब त्यही केबल कारको मस्त साथीहरू थियो बोल्नु अहिले सरम लाग्यो हामी अहिले एकछिन घट्नु लाग्छ बोलेको है बिहारको बोतल भनेर कोकको बोतल बोलेको है टकको भ्यू पोइन्ट राइदिएको टकको फाइनल साथी अब हामी भ्यू पोइन्टदेखि फर्किन आएको है अब त्यो भ्यूबाट फर्किँदै साथी अब फेरि चढ्छ अनि त्यही केबल कारमा त अब फर्किँदा पर्ने हुन्छ
टक्क नुवाकोटको डाँडादेखि अब हामी चर्च अब लाग्यो डोल बजारतिर साथीहरू मलाई खेल्छ म यता भोइस पनि अर्कोतिर लाग्यो साथीहरू फर्स्ट टाइम चढेको है निकै एकदम रमाइलो तर भोइस चाहिँ अर्कै आइने रहेछ बुटोलको भ्यू देख्न सक्नुहुन्छ बुटोल बजार उहाँ चाहिँ एकदम रिक्की फर्किनु भएको छ अनि पनि चाहिँ खासै बोल्न पाएन अलि सरम लाग्यो है अलिक ट्याग लगाएको भए चाहिँ आउँथ्यो होला थोरै गफ आउँथ्यो मेरो आउँथ्यो ट्याग लान छोड्यो खेन्स तर सोझो मान्छे पऱ्यो अब लाइन जानेर एम अट्केको के गर्ने चट हामी फेरि फर्किसक्यौँ अब रुममा जानु पर्ने जानुको लागि अब कपडा प्याकिङ गर्नुपर्ने हुन्छ हामीले चट्ट पारामा देख्न सक्नुहुनेछ पैसा फेरि चट्ट मोबाइल पनि उहाँको दिएको है मेरो चाहिँ अलिक क्यामेरा अलि नराम्रो छ चट्ट पारामा यही म भ्लग यहीँ मेरो अन्त्य गर्न चाहन्छु उही तपाईँको मिस्टर ज्ञानेर बुढा नभएर मिस्टर ज्ञाने बुढा लाइक सेयर सब्सक्राइब गरिदिनु होला चट्ट पारामा अब यति बेला यही भ्लग अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद सी यु अगेन भन्न चाहन्छु